एउटा कुरा त जस्तो कि कोर्टमा लग्नु या प्रोसेस बाटो भयो भने पनि यो ठिक हो कि होइन भनेर यो दिस इज अनदर क्वेसन जुन चाहिँ बेला बेलामा आउँछ किनभने डिप्लोमेसी पनि छ यहाँ। अब डिप्लोमेसी मात्र होइन कि हामी त डिपेन्डेन्सी नै छ इन अ वे। हामीले नेपालको कन्स्टिट्युसन 2015मा 2015मा निकाल्दाखेरि अघोषित नाकाबन्दी हामीले सक्यौँ होइन, त्यो त केही पनि थिएन भनेर भन्छु इफ जे गर्न पोसिबल छ अहिलेको टाइममा। सो यो बोर्डर इस्युको लागि लड्नु कतिको ठिक हो कि होइन भनेर एउटा क्वेसन आउँछ मान्छेहरूकोमा। त्यो पनि यसरी इन्टरनेसनल कोर्ट अफ जस्ट लिगल वे नै लग्ने डिप्लोमेसी तोडेर कि नलग्ने भन्ने कुरा पनि आउँछ। अर्को कुराहरू भने यो सबै चक्करमा जाँदाखेरि यो डिप्लोमेसीलाई मात्र हामीले फेरि सेन्टर राखिराख्ने हो भने हाम्रो सोभरेन्टीको कुरा के भयो भन्ने पनि कुरा आउँछ क्या। यो दुइटै कुरालाई ब्यालेन्स गर्नलाई त अलिकति गाह्रो छ, सोचे सजिलो त छैन। यसमा चाहिँ अब सुशान्तजी अब के हुनसक्छ भने नि दुईवटा कुराहरू छ। जस्तो अब भनौँ न, अब हामी निरन्तरमा न्यु खोजेर मात्रै पनि अगाडि जानै सक्दैनौँ हो होइन। अब एउटा कुरा भन्छ नि, तपाईँ धेरै कुरा चेन्ज गर्ने छिमेकी चेन्ज गर्न सक्दैनौँ कि हामीले होइन। भूगोल चेन्ज गर्न सक्दैनौँ हामीले होइन। त्यही उत्तरमा त्यही चाइना हो, दक्षिणमा त्यही भारत हो। अझ हामी त भनौँ न, हामी त भारत बेष्टित मुलुक होइन। तिनतिरबाट भारतले चाहिँ घेरेको मुलुक हो हामी होइन। अब हामी भारत बेष्टित मुलुक हौँ होइन। त्यस कारणले गर्दाखेरि हामीले भारतसँग चाहिँ झगडा गरेर त्यो कुनै साध्य पनि छैन, त्यो हुने कुरो पनि भएन, पहिलो कुरा होइन। दोस्रो कुरो अब हाम्रो भनेको के भने, जस्तो मलाई पछिल्लो समयमा के लाग्न थालेको छ भने नेपालको ठ्याक्कै विश्वास गर्न सकिने भरपर्दो मित्र को हो त? अब गाह्रो त्यो छ नि त। तपाईँ भन्नुहोस् त, अहिले एकछिनले मान्नु सेक्युरिटी काउन्सिलका 5वटा सुपर पावर मध्ये 5वटा तपाईँको पर्मानेन्ट मेम्बर चाइना, अमेरिका, रसिया, फ्रान्स र ब्रिटेन होइन। यीमध्ये नेपाललाई चाहिँ, नेपालको इन्ट्रेस्टलाई चाहिँ ल ठिक छ नि त, तिम्रो इन्ट्रेस्टलाई म चाहिँ अगाडि आउँछु है भन्ने खालको पावर को हो त? अब म त देख्दिनँ त अहिले त। भनेपछि हामी डिप्लोमेटिकली कहाँ पुग्यौँ भन्ने त्यो हो कि डरलाग्दो कुरा होइन। जस्तो भन्नु हामी कालापानी गइसक्यौँ न, हामीले त्यसको लागि इन्डियासँग लड्नै पर्छ भन्ने छैन, लडाइँ पनि गर्दैनौँ हामी होइन। त्यो गर्न पनि हुँदैन। फेरि इन्डिया जस्तो छिमेकीसँग हामीले लडेर साध्य पनि छैन नि त। कति लडिरहनुहुन्छ तपाईँ होइन। इन्डिया आफै अब त्यत्रो ठुलो पावर हुँदै गइरहेछ होइन। अब हामी चाहिँ आएका छौँ होइन। अब हामी सक्छौँ कसरी भन्ने पनि होला त्यो होइन। तर के हो भने, मूल कुरो के हो भने, अब तर हाम्रो इफेक्टिभ पोलिसी के हुने हो त भने चाहिँ हामीले दुईवटा कुरा, इन्डियाका कन्सर्नलाई हामीले सिरियसली एड्रेस गर्नुपर्छ, आफ्नो ठाउँमा छ होइन। त त्यसको लागि उसलाई मनाउन सक्ने हाम्रो क्षमता चाहिँ चाहियो क्या। एउटा त्यो हुनसक्छ, जस्तो यही इस्युमा भने कि होइन। दोस्रो कुरो के हो भने, जस्तो इस्युलाई हामीले अब हामीले जुडिसियल सेटलमेन्टमा जान सकिन्छ भन्ने मलाई त लाग्दैन, किनभने हामीलाई त्यो पोजिसनमा हामी छैन। लिगल बाटो भन्नु क्या हामीसँग छैन, अप्सन्स छ तर पोसिबल छैन ओके, हाम्रो एक्सेसिबल गर्दैनौँ, त्यो गरिरहेको छैन एउटा त्यो भयो। गरिरहेको छैन कि गर्ने बाटो पनि छैन, गर्ने बाटो पनि छैन होइन। किनभने अब इस्युलाई चाहिँ हामीले इन्टरनेसनल कोर्टमा लाने भनेकै दुईवटाको सहमति चाहिँ छ। इन्डियाले चाहिँ, मैले अघि तपाईँले भनिहालेँ होइन, 2009मा उसले एउटा युनिल्याटरल डिक्लेरेसन सबमिसन गरेको छ। त्यो सबमिसनमा उसले चाहिँ बोर्डर इस्युमा चाहिँ उसले आइसिसीको जुडिसन हामी मान्दैन भनेर उसले डिक्लेयर गरिरहेको छ। आइसिसीले त मान्नुपर्छ भन्नै सक्दैन, सकिएको कुरो होइन। अब रह्यो कुरो के हो भने दुईवटा, अब हामीले या त बाइलेटरली इन्डियासँग जुन कुनै तरिकाले होइन, फर्मल इन्फर्मल कुटनीति गरेर दुनियाँ गरेर नआत्तिकन लामो समय इस्युलाई कन्टिन्युअस चाहिँ तपाईँको अगाडि लगिरहनु पर्यो। समय लाग्ला, केही आपत्ति छैन, लाग्न सक्छ। 5 वर्ष 10 वर्ष अहिलेसम्म चलिरहेको थियो त, अब पनि 10-20 वर्ष जाला, त्यो केही फरक परेन होइन। एउटा त्यो। अनि दोस्रो कुरो भनेको के हो भने, अब हामी कहाँ जस्तो भन्न देशहरूलाई डिल गर्ने, जस्तो इन्डियासँग डिल गर्ने होइन। अब हाम्रो अलिकति संरचना पनि नभएका हुन् कि होइन। परराष्ट्र मन्त्रालयभित्र त्यो विषयका विज्ञहरूलाई राख्ने, छलफल चलाउने, त्यो माध्यमबाट जाने, फर्मल जाने, इन्फर्मल जाने, यो हुन्छ नि त्यो। त्यो मलाई त त्यो कहीँ भएको जस्तो पनि लाग्दैन कि होइन। त्यो पनि भयो समस्या, हाम्रो कमजोरी त्यहाँ पनि रह्यो कि
कन्सिस्टेन्टली हामीले पुस गरिराखेन यो मुद्दा गरिराख्यौँ एकचोटि उचाल्यो अनि त्यसपछि सेलायो अनि त्यसपछि फेरि त्यसबाट बेला सर्ट एन्ड बेनिफिट लिने हिसाबले उचाल्यो बेनिफिट बाहेक सक्यो कि बिर्स्यो औषध सेन्टिमेन्ट उफार्ने मात्र त्यो हो होइन अब एउटा अर्को उपाय छ त्यो भने गर्न सकिने ठाउँ के हो भन्दाखेरि तपाईँको जस्तो इस्युलाई इन्टरनेसनलाइज गर्ने अन्तर्राष्ट्रियकरण गरिदिने कि इस्युलाई यो पनि फेरि पहिलो अप्सन होइन यो एकदम लास्ट अप्सन हो हाम्रो लास्ट रिसोर्ट भनौँ न यसलाई होइन यसलाई इन्टरनेसनलाइज गर्ने हो जस्तो भनौँ यसलाई जस्तो हाम्रा कूटनीतिक सम्बन्ध भएका मुलुकहरूसँग हामीले लबिङ गर्नु पऱ्यो नि त ल हाम्रो सीमा यसरी मिच्या छ इन्डियाले हामीलाई टेरेन होइन त्यो हुँदाखेरि हाम्रा लागि तिमीहरू बोल एउटा त्यो होइन भोलि त्यस्तै परिस्थिति उत्पन्न भएको बेलामा उनीहरूले इन्डियालाई दबाब दिन सकिने ठाउँमा हामीले पुर्याउनु पऱ्यो क्या डिप्लोमेटिकल्ली एउटा त्यो हुनसक्छ त्यसपछि अर्को के हुनसक्छ हामीले इन्टरनेसनल फोरममा यो इस्यु लाने हो क्या संयुक्त राष्ट्रदेखि लिएर होइन अरू जति पनि इन्टरनेसनल फोरम हो जस्तो यस्तोमा चाहिँ जस्तो तपाईँले हामीले देख्यौँ नि जस्तो सार्क थियो त्यहाँ फेरि कस्तो थियो भने सार्कमा बायोलेटरल इस्यु नलाने भन्ने त्यसको विधानमा त्यस्तो व्यवस्था थियो सार्क निकममा बनाइरहेको थियो होइन इन्डियन डोमिनेन्स थियो त्यही होइन पाकिस्तान पनि मेम्बर भएरले सार्कलाई चाहिँ इन्डियाले निकममा बनाएर छोडिदियो र बिमस्टेकतिर लाग्यो हेर्नुहोस् है सार्क त अहिले डेड छ नि त केही पनि छैन होइन किनभने त्यसमा पाकिस्तानको उपस्थिति पाकिस्तानको उपस्थिति इन्डियालाई सही नै छैन उनीहरूको इन्टरनल समस्याले होइन अब त्यो भएपछि सार्क डेड भयो यसो त सार्कमा हामी त्यो बायोलेटरल इस्युलाई लान पनि त्यो विधानले पनि दिँदैन थियो त्यसको चार्टरले होइन त्यो आफ्नो ठाउँमा छ तर के हो भने अब त्यसबाहेक जस्तो इन्डिया पनि मेम्बर भएका हामी पनि मेम्बर भएका केही त्यस्ता इन्स्टिट्युसनहरू छन् इन्टरनेसनल मल्ल इन्स्टिट्युसनहरू हुन्छन् त्यहाँ चाहिँ हामीले हाम्रो कुरा चाहिँ राखेर जस्तो संयुक्त राष्ट्रसङ्घले महासभा होला तपाईँको सेक्युरिटी काउन्सिल होला होइन त्यो भयो भने सेक्युरिटी काउन्सिलले जस्तो भन्नु महासचिवले चाहिँ गुड अफिसेस प्रोभाइड गर्न सक्छ होइन ल तपाईँहरूको इस्यु यसरी चाहिँ रिजल्भ गर्नुहोस् भन्न सक्छ नि त होइन भने त्यहाँसम्म पुर्याउने हाम्रो क्षमता त चाहियो क्या भनेपछि हामीले कन्भिन्स गर्ने हो नि त हाम्रो इस्यु यो सिरियसली यो छ यसले यस्तो गर्दैछ यो समस्या यहाँसम्म पुग्न सक्छ होइन अब तपाईँहरू बोल्नुहोस् हाम्रो लागि भन्ने हामीले त्यो लेभलसम्म जान्यो होइन त्यो लेभलसम्म जाँदाखेरि अब सर्टेनली इन्डियनहरू खुसी त हुँदैन इन्टरनेसनल फोरममा भन्न अब नेपाल सानो देश हो होइन इन्डिया ठुलो देश हो होइन ठुलो देशलाई चाहिँ इन्टरनेसनल फोरममा लैजानेर त्यसलाई खडा गर्ने भने त उसको बेइज्जती गर्ने पनि हो क्या त्यो डेफिनेटली हो नि त्यो त होइन भनेपछि त्यो खालको स्थिति उत्पन्न हुनसक्छ है भन्ने हिसाबले इन्डियाले चाहिँ त्यो कुरो इन्टरनालाइज गर्यो भने अब सम्भवतः इन्डिया चाहिँ टेबलमा बस्छ क्या बसेपछि अब इन्डिया जस्तो ठुलो मुलुकले होइन अब भोलि अब उनीहरूको त जस्तो मोदी आएपछि त उसले नेभर फर्स्ट भने हो नि त होइन भने उसको जुन भनाइ हो त्यसैलाई त हामीले टेकेर अहिले पनि उनीहरूले नेपालसँग हामीले जुन वार्ताको माध्यमबाट इस्यु समाधान गर्छौँ भन्छन् त्यही इस्युलाई त्यही माथि टेकेर हामीले इनिसिएसन त गर्नु पऱ्यो नि त त्यसले हाम्रो त के भयो भने वक्तव्य निकालिदियो चुप लाएर बस्थ्यो यो खतरनाक हो क्या हाम्रो निरन्तरता भएन क्या कुनै पनि इस्युलाई कन्टिन्युसली सिरियसली उठाइरहने हामी कहिले सकेनौँ क्या बिर्सिहाल्ने सकिहाल्ने सो